This video credited by Sagar Pandey. तपाईहरु सबैजनालाई मैले एउटा कुरा भन्न चाहन्छु, सबैले ध्यान दिएर सुन्नु होला है। टोयलेट गएर हगिसकेपछि सबैजनाले अनिवार्य रूपमा बुझ्नु भयो नि के दुनी? नेपाली जनताहरुको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा जनहितमा जारी। तपाईलाई कुन पार्टी मन पर्छ नि? एमाले रे? अनि तपाई त घन्टे हैन र? अनि कोलदेखि हुनुभयो तपाई एमाले? ए भनेपछि भोट पनि केपीवाला हाल्ने त होला नि हैन? जे सुकै भए पनि यसपालि चाहिँ एमाले छोडेर अरु पार्टीलाई भोट दिनुस् क्या। त्यसपछि जे मन लाग्छ त्यही गर, अरु सुनाउ। मिल्दैन म त प्रवेश गर्न त। अब यस्तो छ कि एमालेमा प्रवेश गरेर एमालेलाई जिताएर ट्याक्क पठाएर भोलि बिहान अमेरिका र चाइना भन्दा पनि धेरै विकसित, धेरै धनी बनाइदियो भने झ्याउ हुँदैन? यहाँ गरिबीमा बस्ने बानी लागेको 81 झ्याप्प स्वाट्ट मेट्रो रेल यताबाट स्वाट्ट उस यताबाट हातमा बोरा हातमा कापी खिमेको पसल पेपरमा छापी मनिषा बेबीले टाउको समाती सागरेको घरको सुटिङ कराल बाटी चाइवन्डबाट सुटिङ गर्न आएको चिसो भयो पल्टिँदा पॉइन्ट हिलो लायो बोराको सर्ट टाउकोमा खायो सुप्रियालाई ढोक गर्न हुर्रिँदै गयो कहिले म पल्टिनी कहिले मनिषा पल्टिनी बोराले हाल्ने दुईटै पल्टिनी त्यसै गरी द्रुत गतिमा सुटिङ अगाडि बढो हेर्नुस् त्यहाँबाट पसलतिर आइयो भिडियो बनाइयो जेनजी आन्दोलन भाटभटेनी लुटे जसरी सामान लुटेर घरतिर आइयो मकै भुट्न लाइयो फुला उठो खाइयो सुटिङ पनि भ्याइयो चाय खाँदै खेता कुकुर चराउन आइयो आजलाई गयो यो भला मलाई 10,000 लाइक चाहियो म यहाँ गरिदिनु होला। एकचोटी भोगटे अंकलको यो कुरा सुनम है। जेएनजी भन्ने चाहिँ आतंककारी हो, लुटेरा हो, डाका हो, फटा हो। जेएनजी भने बदनाम नाम हो नेपालको लागि। जेएनजी मुर्दाबाद हो। जाद्रै चित्त बुझ्ने कुरा गर्नु। यी साला जेएनजीहरु आतंककारी त हुन् के, लुटेरा त हुन् के, डाका त हुन् के। देशमा भएका ठुलठुला घोटाला काण्ड सबैले गरेका हुन्। गिरीबन्धु काण्ड, व्हाइट बडी काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, जनयुद्धमा घाँटी काट्ने, आन्दोलनमा मान्छे मार्ने सबै जेएनजीले गरेका हुन्। प्रचण्ड ओली देउवा त यतिकै बदनाम मात्र छन्। भोट पनि तपाईलाई दिने हो। यत्रै दिन घन्टीमा यस्तो गजबको कुरा गर्नुहुन्छ। सबैले भोगटे अंकललाई जिताउनु। फेरि झुकेर उहाँ घन्टी हाल्लास् नि फेरि। Down in Ohio, swag like Ohio.